के हजुरले आफ्नो आत्मा बेच्न चाहनुहुन्छ? आत्मा नाइ किनकि आज मैले यस्तै 3टा उटपटाङ कुराहरू देखाउँछु जुन इन्टरनेटमा बिक्ने गर्छन्। नम्बर 3, आँसुले बनेको नुन। हजुर, यसमा हजुरलाई फरक फरक फ्लेभरको आँसुले बनेको नुनहरू पाउन सक्नुहुन्छ, जस्तै हाँसिरहेको बेलाको आँसुले बनेको नुन र दुखी भएको बेला निस्किएको आँसुको नुन र अरू पनि धेरै किसिमको फ्लेभरहरू पाउन सक्नुहुन्छ जुन यो वेबसाइटमा एभाइलेबल रहेको छ। नम्बर 2, लाइभ कन्सर्टको हावा। एउटा अमेरिकन र्यापर छन्। उहाँले लाइभ र्याप गर्दा एउटा त्यही भिडको मान्छेले जिपर सिलमा त्यहाँको हावा भर्यो र अचम्म पर्ने कुरा यो छ त्यसले इबेमा गएर यसलाई 5 लाखमा बेच पनि दियो। अब सोच्नु खतरा हैन? नम्बर 1, आत्मा। न्यू मेक्सिकोको एउटा लोरी नाम गरेको महिलाले आफ्नो लाइफमा भएको प्रब्लमदेखि दिक्क भएर आफ्नो आत्मा नै इबेमा सेल गर्न खोजेको थियो, तर त्यसले आफ्नो आत्मा रजिस्टर गर्ने बित्तिकै केही मिनेटपछि इबेले त्यसलाई रिमुभ गरिदियो किनकि यो इलिगल रहेको छ। र हजुरलाई यस्तो कुन आइटम हो जुन हजुरलाई उटपटाङ लागेको छ इन्टरनेटमा त्यो पनि बिकेको? त्यो मलाई कमेन्ट बक्समा भन्नु होला।